Hi everyone, welcome to my another video. It's me Sonam Gardimagar and today is 7 January 2026. आज चाहिँ मैले ओभर थिङ्किङको बारेमा केही कुरा भन्न गइरहेको छु। आज चाहिँ मैले यस्तै भिडियो अनलाइन भिडियो हेर्दा हेर्दै एउटा ओसोको ओभर थिङ्किङ सम्बन्धी भनेको एउटा कहानीको बारेमा हिन्दीमा भनिरहेको थियो। म त्यसलाई हल्का नेपालीमा ट्रान्सलेट गरेर भन्ने कोसिस गर्नेछु। त्यहाँ चाहिँ ओसोले भनेका थिए रे कि एउटा रेलमा दुईजना मान्छेहरू सवारी गर्दै थिए रे। एकजना चाहिँ यङ अनि अर्को चाहिँ हल्का ओल्ड भन्दा नि हल्का बुढो मान्छे। अनिखेरि त्यो यङ मान्छेलाई चाहिँ आफ्नो काममा जानुपर्ने थियो रे। त्यतिखेर उसँग चाहिँ घडी रहँदैछ अरे। अनि उसले चाहिँ उसलाई बुढो मान्छेलाई चाहिँ सोधेछ अरे कि बुढो मान्छेसँग चाहिँ घडी रहेछ अरे, एउटा राम्रो हातमा घडी लगाएको थियो अरे, गोल्ड कलरको राम्रो घडी लगाएको थियो अरे। त्यतिखेरमा यङ मान्छेले सोधेछ अरे कि बोलाएर यसमा कति बज्यो भनेर सोधेछ अरे। अनि बुढो मान्छेले फेरि हल्का इग्नोर गरेछ अरे। इग्नोर गरिसकेपछि फेरि यङ मान्छेले भनेछ अरे कि यसले भनेछ अरे। फेरि एकछिनपछि फेरि यसले सुनेन, यो ओल्ड मान्छेले सुनेन कि भनेर त्यो यङ मान्छेले फेरि सोधेछ अरे कि तपाईँको घडीमा भन्दा नि अहिले कति बज्यो भनेर सोधेछ अरे। अनि फेरि त्यो यङ ओल्ड मान्छेले फेरि भनेनछ अरे। अनि त्यसपछि त्यो यङ मान्छेले फेरि भनेछ अरे कि यसले मेरो भोइस पनि सुनिरह, मैले भनेको चिज पनि सुनिरहेछ, र पनि यसले मलाई रिप्लाई दिइरहेको छैन, किन दिइरहेन भनेर उसमा हल्का खुल्डुली भएछ अरे। त्यसपछि त्यो यङ मान्छेले फेरि त्यो ओल्ड मान्छेले सोधेछ अरे कि नजिक गएर सोधेछ अरे कि मैले बोलाएको तिमीले सुनिरहेछौ, तपाईँले सुनिराख्नु छ, र पनि मैले भनेको रिप्लाई दिनुभएको छैन, किन यसो गर्नुभएको भनेछ अरे। त्यसमा त्यो बुढो मान्छेले चाहिँ त्यो यङ मान्छेले भनेछ अरे कि तिमीले मलाई कति बज्यो भनेर सोध्यौ, मैले यति बज्यो भनेर सोधौँला अरे, भनौँला अरे। अनि फेरि एकछिनपछि हाम्रो कुराकानी होला अरे, तिम्रो र मेरो एउटा तिम्रो म साथी हुम्ला अरे। अनि फेरि तिमी यदि मेरो नजिकैको गाउँमा तिम्रो घर कता छ भनेर हामी एकअर्काको घर कहाँ हो भनेर सोधौँला अरे। यदि तिम्रो मेरो गाउँ एउटै ठाउँमा भएछ भने फेरि तिमी र म फेरि सेम, तिमी फेरि कहिले कहिले मेरो घरमा आएर चिया खाउला अरे। अनि त्यतिकैमा फेरि तिम्रो उमेरको छोरी छ, फेरि तिमी फेरि आएर तिम्रो र मेरो छोरीको भेट भएर फेरि कुराकानी होला अरे। अनि भविष्यमा तिम्रो र मेरो छोरीको भेट होला अरे। अनि फेरि बुढो मान्छेले चाहिँ भन्छ अरे कि म चाहिँ चाहन्न कि आफूले घडी नबोक्ने मान्छेसँग मेरो छोरीको विवाह होस् भनेर चाहिँ म चाहन्न कि भनेर चाहिँ त्यो बुढो मान्छेले भनेछ अरे। त्यो कहानी चाहिँ यतिमा अन्त्य हुन्छ। अनि यो कहानीको मेन थिम अथवा यो कहानीले हामीलाई भन्न खोजेको चाहिँ ओभर थिङ्किङले हामीले कहाँसम्म सोच्छौँ भन्ने कुरालाई देखाएको छ। त्यही हो, यति हो कहानी। आजले यति, फेरि भोलि भेटौँला। बाई बाई।